माडीवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हाम्रो अभियानको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट नमस्कार। हामी माडी हाम्रो पहिचान हो, हाम्रो भविष्य हो र हाम्रो साझा जिम्मेवारी हो। वर्षौंदेखि माडीले भोग्दै आएका समस्या सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेका विकासका एजेन्डा र माडीवासीको पीडा अब संगठित रूपमा उठाउने समय आएको छ र यसै सन्दर्भमा माडी प्रेमी युवा सञ्जाल माडीको समग्र विकास, न्याय र पहिचानका लागि एकजुट भई हाम्रा निम्न मागहरूलाई अगाडि सार्दै सम्पूर्ण माडीवासीको सहयोग, समर्थन, ऐक्यबद्धताका लागि माडी प्रेमी युवा सञ्जाल चाहिँ हार्दिक अनुरोध गर्दछ। र हाम्रा विशेष गरी हाम्रा मागहरू भनेका चितवन राष्ट्रिय निकुञ्ज भित्रको बाटो विस्तार र चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 को संशोधन र त्यसका बारेमा अर्को छ माडीको सुकुम्बासी समस्या र स्थानीय र न्यायोचित समाधान। अनि अर्को छ चितवन राष्ट्रिय निकुञ्ज भित्रको बाटो जुन छ सडक त्यो चाहिँ सम्पूर्ण कालो पत्रो अथवा ढलान हुन पर्यो भन्ने छ। अनि त्यसका साथसाथमा माडी नगरपालिका वार्ड नम्बर 9 को हनुमान झुला स्थित त्यहाँ हनुमान झुलामा विद्युतीकरण अनि निकुञ्जका कारण विभिन्न खालका समस्याहरू अनि त्यस्तै त्यहाँ चाहिँ अन्य सुकुम्बासी समस्या लगायतका समस्याहरू छन्। यी समस्याको समाधान हुन पर्यो। अनि त्यस्तै गरेर माडीमा जुन जनावरवादी जुन नियमका कारणले मानव र वन्यजन्तु बीचको जुन द्वन्द्व छ त्यो द्वन्द्व न्यूनीकरणका लागि अत्यन्त दीर्घकालीन र अत्यन्त प्रभावकारी योजना चाहिँ अगाडि बढाउनु पर्छ भन्ने हिसाब छ। अनि त्यसका साथसाथमा अर्को माडीमा चक्रपथ निर्माण र यहाँ हुने जति पनि आर्थिक गतिविधिहरू जुन छन् तिनलाई चाहिँ अगाडि बढाउने, जस्तो माडी चक्रपथले पर्यटन मार्ग र यताको यो रिउको किनार भएर जुन चक्रपथ निर्माण गर्नुपर्ने भनेर बताइएको छ। अनि यस्तै गरी माडी नगरपालिका वार्ड नम्बर 1 भित्र पर्ने जुन अथवा माडी नगरपालिका भित्रै पर्ने जुन वाल्मीकि आश्रम छ, यो वाल्मीकि आश्रमसम्म पुग्नका लागि हामी नै माडीका वाल्मीकि आश्रम जान पर्यो भने घुमेर धेरै समय पछाडि आज बिहान हिँडेको बेलुकासम्म वाल्मीकि आश्रम पुग्ने स्थिति छ। आफ्नै ठाउँमा जाने एउटा सहज र अत्यन्त आनन्दका साथमा जाने खालको बाटो छैन। त्यो भएको हुनाले वाल्मीकि आश्रमसम्म जाने एउटा बाटो सडक निर्माणका लागि हामीले अनुरोध गर्छौँ। अनि त्यस्तै गरी माडीमा राष्ट्रिय स्तरको सुविधा सम्पन्न रङ्गशाला निर्माणका लागि, अनि त्यस्तै गरी माडीभित्र रहेका ऐतिहासिक धार्मिक तीर्थस्थलहरूको संरक्षण, पहिचान, अनुसन्धान र सिँचाइ तथा कृषिमा आधुनिकीकरण गरी कृषकलाई उत्पादन, आमदानी र कृषकको जीवन स्तरमा सुधार हुने खालका कामहरू हाम्रा यी मागहरू छन्। र यी मागहरूमा कुनै पनि व्यक्ति वा समूहका लागि मात्र होइनन्। यी हामीले गरेका मागहरू सम्पूर्ण माडीको वर्तमान र भविष्यसँग प्रत्यक्ष जोडिएका साझा एजेन्डाहरू हुन्। अब माडीको मुद्दामा मौन बस्ने होइन, सम्पूर्ण माडीवासी दाजुभाइ तथा दिदीबहिनीहरू सब एकजुट भएर आवाजलाई बुलन्द बनाउने समय आएको छ। र त्यसैले माडी प्रेमी युवा सञ्जालले सबै माडीवासीलाई सहयोग गर्न, साथ दिन र हाम्रो यो आवाज जुन छ यो आवाजलाई बुलन्द गर्न माडीको हक हितका लागि ऐक्यबद्धता हुन हार्दिक अनुरोध गर्दछौँ। र अन्तिममा हाम्रो माडी प्रेमी युवा सञ्जालले के भन्न चाहन्छ भने माडी बाँच्यो भने हामी सबै बाँच्ने छौँ, माडी समृद्ध भयो भने हाम्रो भविष्य पनि समृद्ध हुन्छ भन्ने कुरा चाहिँ मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु।